हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म सधैँको दिनभन्दा धेरै छिटो उठेको छु। आज पूजा छ नि त, त्यही भएर म 4 बजीतिर उठेको थिएँ। नुहाइधुवाइ काम सकेर 5:30 पनि भइसकेछ। धेरै काम गर्न बाँकी छ। अब म नानु बाबुलाई नि उठाउने छु। घरबाट काम गर्न हेल्पको लागि कोही पनि हुनु भएन कि, देउरानीको पनि धान काट्ने, जेठानीको पनि धान काट्ने, त्यही भएर अलि दुःख पनि लाग्यो। अब ठिकै छ, खेती पनि स्याहार्नु पर्ने, खेती पनि स्याहार्नु पर्यो। अहिले चाहिँ धान काट्ने आतुरी छ नि त, स्याहार्नु पर्यो, काट्न आतुरी छ। कसैले काट्दै हुनुहुन्छ, कसैले स्याहारिसक्नु भयो। धेरैजनाको मेरो जति पनि रिलेटिभहरू हुनुहुन्छ सब धान काट्ने आतुरीमा हुनुहुन्छ। अनि त्यही भएर हल्का काम आफैले पनि गर्नु पर्यो। अनि म चाहिँ आज नुहाइधुवाइ गरेर टिका लाएर राम्री भएर बसेको छु। आफैलाई भनिदिने रे के, किनभने नुहाइधुवाइ गरेपछि काम गर्नुपर्छ अनि टिका लगाउनुपर्छ अरे। त्यतिकै काम गर्नु हुँदैन नि त, मेरो मम्मीहरूले सिकाउनु भएको। भन्दै अब चाहिँ म रोटी पकाउँछु केही छिनमा। मन्दिरलाई चाहिँ यतिको सजावट गरेको छु, कस्तो राम्रो देखिएको। अनि अझै बाँकी नै छ, बिस्तारै अब नानुहरू पनि उठेर नुहाइधुवाइ गर्छन्, उनीहरूले पनि गर्छन्, उनीहरूले सजाउने छन्। यो सल मलाई यो देउरानीले गिफ्ट दिएको, कस्तो राम्रो लाग्छ। आज म यो ओढेको छु, कम्प्लिट भएको छैन, यस्तो कपडा राख्न बाँकी नै छ। पहिला म धेरैजनाको बनाइदिएँ, असम यसपालि चाहिँ म आफ्नै लागि बनाउँदैछु। अनि म चाहिँ मन्दिरमा लगाएपछि स्वस्तिक बनाउँदैछु। अलि नमिलेको कि, ठिक छ, नमिल्यो भने फेरि बनाउनु मिल्छ। अनि सामानहरू चाहिँ तयार हुँदैछ हाम्रो, मालाहरू। अनि यो पिपलको पात, अनि यता फेरि मेरो बाबाले कति धेरै केरा ल्याइदिनु भएको छ। गाउँमै पाकेको लोकल केरा हो यो। वाउ, कस्तो राम्रो खाम भयो। अन्त युट्युबमा आउँछ है, युट्युबमा यहाँ चाहिँ मेरो बहिनी छिन्, रोटी पकाउने हेल्प गरिदिएको मलाई। कति राम्री छ कि, मान्छे पनि राम्री छ होइन त। अनि उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ, मेरो मम्मीको बहिनीको छोरी, मेरो बहिनी। यहाँ चाहिँ मम्मीले चाहिँ रोटी पुरा कुरेर बस्नु भएको छ। त्यस्तो नभन्नु न, एकचोटि बहिनीलाई राम्रो लाग्छ। यो चाहिँ म बनाएको, यो चाहिँ बहिनीले अझै कस्तो राम्रो बनाएको। रोटी बनाएको ठाउँमा त रक्सी पानी भाडा पनि देखिएछ, ठिकै छ, सबै गर्ने ठाउँ हो यो, आगो पुग्ने ठाउँ हो। यहाँ चाहिँ मेरो छोरीहरूले मन्दिर सजावट गर्दैछन्। फाइनली पण्डित बुवा आइसक्नु भएको छ। पण्डित बुवाले चाहिँ रेखी बनाउँदै हुनुहुन्छ। लागि रेडी भइसकेको छु, उता सबै रेडी भइसक्यो। अब फाइनली म पूजामा बस्नेछु। बाई। यो चाहिँ वर्षा टटा केलाउँदै हुनुहुन्छ। यो चाहिँ पुठी, चाहिँ पूजा हुने। फुल अक्षताहरू है, कर्म शान्तिदेव नारायण पाद्यम समर्पण जल चढाउनु। जल भनेको त्यहाँ दुबो विश्वातो दवदासो अपरितास उद्भिद देवानो यथा समिद्वृदे असन्न प्रायुगो रक्षितारो दिवे दिवे देवानां भद्रा सुमतिरेजु एतां देवानागं खदिर अनुरुद्धसे गर्भे सञ्जायसे पुनः ओम भूर्भुवः यमुना तिरोद्भव आद्रे गोत्र श्वेत वर्ण भो सोम या गच्छ या तिष्ठ यहाँ आएर बस्नु होला भनेको।
यहाँ पूजा गरौँ आद्यम जल चढाउनुहोस् अर्घ चढाउनुहोस् आत्मनियम पञ्चामृत शुद्धोदक स्नानम वस्त्रम इदम लेपनम चन्दनम सिन्दुरम अबीर चूर्णम अक्षतान एवान तिलान पुष्पानी समर्पया सबै चढाइसकेपछि फुल लिएर हाल्नुहोस् धदी शङ्ख तुषार। मेरो श्रीले फोन गर्नुभएको थियो उहीँबाट प्रार्थना गर्दै हुनुहुन्छ। शान्ति गराउने हो नि रोगले छोड्नु पर्ने हो 5 घण्टा पछाडि अनि चाहिँ यहाँ दिदीहरू चाहिँ कताबाट हेरिरहनु भएको छ। पुन्टु यहाँ हेर त नानु भाइ सर्वबाधापशमनं त्रैलोक्यस्याखिलेश्वरी एवं दया कार्यास्पद वैरी विनाशनम सबै वैरीहरू नाश हुन्। प्यारी दिदी पनि आउनु भएको छ। अङ्कल यता हेर्नु नि त एकचोटि मैले 5 घण्टामा हामीलाई धेरै साथ दिनुभएको सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। यतै बस्नु भा यिनी चाहिँ मेरो दिदीको छोरी दाइ तपाईँलाई भने आइदिनु भएको छ। धन्यवाद मेरो बहिनीलाई धन्यवाद। फुलोस् फलोस् प्रगति उन्नतिको कामना हो भिडियो। नानुहरू हजुर के गर्दै तिमीहरूले? हामी चाहिँ उहाँ भजन गाउनेहरूको लागि चिया बनाउँदै अनि अर्कीले खाएर भ्याउन लागिसक्यो अनि म चाहिँ यहाँ हाल्दैछु तातो तातो चिया। मेरो बाबाको झ्याउरे ताल भजन सकिएपछि
छोटो कार्यक्रम सकिएको छ। रातको 11 पनि बजिसक्यो। सबैजना दिनभरिको कामले थाक्नु भएको छ। थाकेर पनि आएर रमाइलो गरिदिनु भयो। शुभरात्रि सम्पूर्णमा। आज हाम्रो घरको पूजा सकियो। सबैजना मैले निम्तो जति पनि गरेँ सबैजना आइदिनु भयो। मेरो सम्पूर्ण आफन्तजनहरूमा आभार व्यक्त गर्न चाहन्छु। एकदम कामको व्यस्तताको कारणमा पनि कति काम थियो है, सबैजनाको धान काट्ने काम थियो सबैको। दिनभरि नहुनु भए पनि साँझमा आएर यति धेरै रमाइलो गर्नुभयो, यति धेरै साथ दिनुभयो, धेरै खुसी लाग्यो। अनि विशेष मेरो मामा घरबाट आएर धेरै रमाइलो भयो। अनि यता मेरो घरको छिमेकी दिदीहरू पनि आउनुभयो, धेरै रमाइलो भयो। सबैजनालाई धेरै धेरै धन्यवाद भन्दछु। र त्यसमा रहनुहुने मेरो श्रीलाई पनि म धेरै याद गरेको छु। किनभने घरमा जति राम्रो कामहरू गरे पनि कहिले पनि सँगै हुन पाइँदैन। यस्तै हो परदेशी जीवन। घरमा सँगै हुँदा यो समय मिल्दैन, यो समय मिल्दा घरमा सँगै हुन पाइँदैन है। कहिले पनि सम्झेर धेरै दुःख लाग्छ, फेरि पनि धेरै माया अनि सम्झना त छँदैछ। सम्पूर्णमा विदेशमा रहनुहुने मेरो सम्पूर्ण आफन्तहरूमा धेरै सम्झना छ भन्दै म चाहिँ फेरि यस्तै रमाइलो भिडियोहरूमा फेरि म भेट हुनेछु, फेरि भिडियो गराउनेछु। मैले यो कुनै पनि मेरो यो भिडियोहरू चाहिँ म यो भाइरल हुनको लागि गराएको होइन। चाहिँ यो रमाइलो मिठो पल अनि यादको लागि म पछिको समयसम्म पनि हेर्न पाउँछु। मेरो छोराछोरीहरू पनि पछिलाई हेर्न पाउँछ नि त। त्यही भएर मैले यो यादको लागि मात्रै गराएको हो। अनि सबैले हेरिदिनुहुन्छ, साथ दिनुहुन्छ, माया गर्नुहुन्छ, खुसी लाग्छ भन्दै अर्को भिडियोमा भेटौँला। बाई।